लु फेरि पनि 1 सेकेन्ड डन है ल अब भोट केमा भन्नु भोट अब तपाईलाई थाहा छैन यहाँ देखेर ल्याउँछ नि हो के हो लु भन्नु भोट तारामा अनि के चाहिँ मलाई उगाउनुहुन्छ फेरि ल चाहिँ त बोल्नु लाटो त होइन म पनि हैन तपाईकै मुखबाट तारामा भन्ने सुनु भन्ने हो के बा नंबर 5 के सशक्त उम्मीदवार रंजीत तमांग मात्र जे ते द्वारा रंजीत तमांग के तारा छाप में मतदान दे के ओकरा प्रतिनिधि सभा में पठाए के लागि हम सप्तरी चल छे और हम सप्तरी से आबि के जितेर आउनु मान्छे उठेर यता लागे भन्दा यत्तिकै मान्छेले छेकुन् राम्रो होस् सफल होस् त्यस्तै भनेर आएको है तपाई देख्न सक्नुहुन्छ नै टोपी लाउनु पर्छ हेलमेट लाउनु पर्छ कि जसो पनि यति बेला हामी झापा क्षेत्र नम्बर 5 मा छौं र यहाँनिर आज मध्य प्रदेशबाट रञ्जित तामाङलाई युवा नेता रञ्जित तामाङलाई सघाउनका लागि आउनु भएको छ। सम्झिन पाइयोस् परमेश्वरी भगवान पशुपतिले एउटा अबिर पनि उसको पाथी भरेको हो सधैँभरि भेट होस् हाम्रो दुःख सुखमा खस्ता मान्छेलाई भोट पाइएछ भन्ने होस् हामीलाई ल सबैलाई लाग्दिँदा हुन्छ अब हाम्रो ज्वाइँ हुनुहुन्छ एउटा कहाँ हिँड्नु भयो त खै लाइदिएको टीका टीका लगाइदिएर पर हामीले पर्दैन कि यो टीका लगाइदिएर सल्लाह उडाइदियो त हाम्रो पाहुना हुनुहुन्छ ल मलाई लगाइदिनु राम्रो सप्तरीबाट आउँदा छ आशेको लाग्यो भनेपछि सबै बुझिसक्नुभयो हाम्रो काम होस् ल हस् हस् आमा ल हस् लु है सबैलाई लु है सबै फ्यामिलीलाई चाहिँ यता लाग्दैन भन्ने घरवारी कमिला लु जाउँ दाइ है तपाईको कुन गरी यहाँ भण्डारी भन्छ यो दालचोक उयो करतिर नेपाली कम्युनिस्ट पार्टीका मध्य प्रदेश सदस्य कार्यक्रममा तपाईलाई स्वागत छ। हजुरको परिचय छोटो परिचय खोलाइदिनुस् न। म बच्चेलाल सरदार सप्तरी घर हो नेपाली कम्युनिस्ट पार्टीको मध्य प्रदेश कमिटी सदस्य हो। तपाईँ अब आफ्नो क्षेत्रमा सघाउन छाडेर यतातिर किन आउनुभयो? उतातिर उम्मेदवार हुनुहुन्छ कि हुनुहुन्न? सप्तरी पनि उम्मेदवार छ त्यहाँ पनि म समय दिइरहेको छु तर रञ्जित तामाङ अत्यधिक चर्चामा सोसियल मिडियामा र यो देशमा विद्यार्थी आन्दोलनदेखि चर्चित नेता त उहाँ चाहिँ गोदावरी क्याम्पस पर्दाखेरि नै विद्यार्थी आन्दोलनमा लागेको त्यतिखेर नै उहाँ भूमिगत हुनुभयो र सुकुम्बासी समस्यासँग लड्दै सुकुम्बासी आन्दोलनमा सघाउँदै त्यसपछि उहाँ जेल पनि पर्नुभयो र उहाँको विद्यार्थी राजनीति सँगसँगै उहाँले अनरा सुबीको केन्द्र समितिको सभापति पनि भएको थियो अनि उहाँले विद्यार्थी आन्दोलनको शैक्षिक मुद्दा विकृति विसङ्गतिको विरुद्धमा लड्दै उहाँ एउटा स्थापित युवा हो। उहाँले निश्चित रूपमा क्षेत्र नम्बर 5 को झापाको विकास गर्छ। जस्तो कि यति बेला झापा क्षेत्र नम्बर 5 मा एकदमै चर्चित व्यक्तित्वहरू उम्मेदवार बनेका छन्। नेपालकै चर्चित मेयर धरानका मेयर हर्क साम्पाङको पार्टीबाट पनि समीर तामाङ उठ्नु भएको छ। त्यसै रञ्जित तामाङ हुनुभयो। त्यसै निवर्तमान काठमाडौँका मेयर बालेन्द्र शाह पनि उठ्नु भएको छ। त्यसै तीन चोटिसम्म प्रधानमन्त्री बन्नुभएको केपी शर्मा ओली पनि उम्मेदवार हुनुहुन्छ र त्यो उहाँहरू लगायत अरू उम्मेदवारहरू पनि हुनुहुन्छ 22-23 जना। उहाँहरू मध्येमा रञ्जित तामाङ नै किन सक्षम हो जस्तो लाग्छ तपाईलाई? धन्यवाद। किनकि तपाईको केपी बुढो प्रधानमन्त्री भइसकेको मान्छे हो। उहाँले धेरै कुराहरू वचन दिनुभएको थियो जनताहरूले तर उहाँले धोका दिनुभयो। जनता आन्दोलन पनि उहाँले धोका दिनुभयो। यो देशैभरिको मुक्तिमागी जनताहरूले नेपाली जनसमुदायले उसको सबै क्रियाकलाप हेरिसकेछ। त्यो भएर उसको यो क्षेत्रमा र यो नेपालमै काम छैन। अब केपी ओलीको नेपालमै बस्नु भएन। अब केपी ओली नेपालमै उसको राजनीति गर्ने कामै छैन। बुढा हो उसले अब आराम गरेर बस्नुपर्छ। युवा पिँढीले नेतृत्व दिनुपर्छ। युवा पिँढीले चान्स दिनुपर्छ। त्यो भएर केपी ओलीको अहिलेको अवस्थामा काम छैन। त्यो भएर अहिले भनेपछि बुढापाकाले राजनीति गर्न मिल्दैन। बुढापाकाले राजनीति गर्न मिल्छ तर उसले सल्लाहकारमा बस्नु पर्यो। युवा जेनेरेसनको साथीहरूलाई अग्रमोर्चामा जिम्मा दिनु पर्यो। केपी ओली आफू उम्मेदवार नहुनु भएको भए हुन्थ्यो तपाईको विचारमा?
अब यो वर्तमान नेपालको राजनीतिक अवस्था हेर्दाखेरि एकदमै नाजुक देखिरहेको छ। पुराना नेताहरू नै अगाडि आउन खोजिरहेका छन्। तपाईँलाई के लाग्छ? तपाईँहरूको पार्टीबाट त युवा उठाउनु भएको छ। वर्तमान अवस्था अहिले त्यस्तै छ, तर अहिलेको देशको जल्दोबल्दो अवस्थामा हामीले युवा नेतृत्व चाहिन्छ, जेनजी चाहिन्छ। युवा भनेको देशको अग्रगामी मोर्चा हो, यो दस्ता अग्रगामी दस्ता हो। युवा भनेको देशलाई परिवर्तन गर्ने एउटा योद्धाको रूपमा युवाले हामी बुझ्छौँ। त्यही भएर युवाले जब नेतृत्व गर्छ निश्चित रूपमा देशमा विकास हुन्छ, देशको सार्वजनिक विकास हुन्छ। युवा भनेको नै हो, युवा दस्ता हो। त्यसले देशको परिवर्तन कर्मीहरूको सम्भावक तत्त्व भनेको युवा हो। रञ्जित तामाङ त्यस्तो नेतृत्व गर्नुहुन्छ। उहाँ युवाहरूको लिडर पनि हो र यो नेपाली कम्युनिस्ट पार्टीको केन्द्र कमिटी सदस्य पनि हो। विद्यार्थी आन्दोलन पनि उहाँ माझिएको मान्छे हो। विद्यार्थी आन्दोलनमा देशैभरिको विद्यार्थीहरूको शैक्षिक मुद्दा, सामाजिक न्याय, सुशासन, मानवाधिकार विषयमा उहाँले बोलेको हो। सुकुम्बासीको समस्यामा उनले बोलेकै हो, आन्दोलन गरेकै हो। त्यो भएर उहाँको एउटा इतिहास पनि छ। विद्यार्थी राजनीतिमा उहाँले धेरै काम गरेको छ शिक्षा क्षेत्रमा। र झापा जिल्लाको क्षेत्र नम्बर 5 मा पनि सुकुम्बासीहरूको मुक्तिको लागि, उहाँहरूको हक अधिकारको लागि आन्दोलन गरेकै हो। तर अब तपाईँहरूले मेनली चाहिँ यो सुकुम्बासीहरूलाई किन फोकस गरिराख्नु भएको छ? सुकुम्बासीहरू पनि यो देशको नागरिक हो। नेपालको संविधान 2072 मै मौलिक हकको रूपमा लेखिएको छ। सबै नेपालीहरूले बसोबास गर्न पाउँछ। जग्गा छैन भने त्यो जिम्मा राज्यको हो। तर यहाँ धेरै साथीहरू जितेको गएको छ। तर अरू साथीहरूको तुलनामा रञ्जित तामाङ जुझारु छ, सशक्त छ, देशभक्त हो। उसले उहाँहरूको हक हितमा बोल्न सक्ने उसँग क्यापेसिटी छ। प्रतिनिधि सभामा उसले दावेदार रूपमा कुरा राख्न पाउँछ र बोल्न पनि सक्छ। त्यो भएर हाम्रो रोजाइ भनेको रञ्जित तामाङ हो। उसले निश्चित रूपमा मुक्तिकामी सुकुम्बासीहरूको तर्फबाट उसले बोल्छ। किनकि सुकुम्बासीहरूको अहिलेको व्यवस्था राज्यले पूर्ण रूपमा गरेको छैन। उहाँहरूको हक हितमा संविधान संशोधन गर्नुपर्छ, भूमि ऐनलाई संशोधन गर्नुपर्छ र क्रान्तिकारी भूमि सुधार ऐन रञ्जित तामाङको पार्टीले मात्र ल्याउन सक्छ। र त्यो ऐन ल्याएपछि देशैभरिको सुकुम्बासीले अधिकार पाउँछ र निश्चित रूपमा झापा क्षेत्र नम्बर 5 को जति पनि सुकुम्बासीहरू छ अन्यायमा परेको छ, न्याय पाएको छैन, उनीहरूले पूर्ण रूपमा न्याय पाउँछ। भनेपछि रञ्जित तामाङ सांसद भएर आइसकेपछि चाहिँ झापा क्षेत्र नम्बर 5 लगायत देशैभरिका सुकुम्बासीहरूले चाहिँ न्याय पाउनेछन्। न्याय पाउँछ। अन्य के कामहरू गर्नुहुन्छ जस्तो लाग्छ तपाईँलाई? रञ्जित तामाङ जितेपछि यहाँको विकास पूर्वाधार अनि प्रतिनिधि सभामा जितेर गएपछि त्यसले संविधानको संशोधन गर्न सक्छ। विभिन्न योजनाहरू, नीति नियमहरू उसले बनाउन सक्छ र यो क्षेत्रको उत्पीडित वर्गको पक्षमा सामाजिक न्याय, सुशासन, मानवाधिकारको प्रत्याभूति, आर्थिक सुशासन, समावेशीको कुराहरू उसले उठाउन पाउँछ। कसैको मानवाधिकार हनन भएको छ भने उसले निश्चित रूपमा मानवाधिकार पक्षमा उसले वकालत गर्छ, बोल्छ। यहाँको अन्याय परेको जनताहरूको विषयमा उसले कुरा राख्दाखेरि प्रतिनिधि सभा मात्र कुरा राख्न पाउँछ। त्यति मात्र होइन, उसले यो जिल्लाको स्टेक होल्डर, सिडिओ कार्यालय, एसपी साहब, जिल्ला प्रहरीको अनि मालपतको हाकिम लगायत इलाका प्रहरीका इन्सपेक्टर सबैसँग उसले उनीहरूको कोही सामान्य मुद्दाहरू छ भने कुनै मुद्दामा त्यहाँको सामन्तले गरिबहरूलाई फसाउन खोज्दैछ भने त्यस्तो ठाउँमा उसले मुद्दा फाँटको इन्सपेक्टरसँग, सरकारी वकिलको अनुसन्धान अधिकारीसँग बसेर टेबल टोक गरेर न्याय दिउन सक्छ। त्यस्तो जुझारु रूप नेताको रूपमा हामी उहाँले चिन्न सक्छौँ। बच्चुलालज्यू, तपाईँ मध्य प्रदेशबाट झापा आउनुभएको छ। अब झापाको आम जनताहरूलाई चाहिँ, झापा 5 का आम जनताहरूलाई के भन्न चाहनुहुन्छ? म चाहिँ झापा क्षेत्र नम्बर 5 आम जनताहरूले त्यही भन्न चाहन्छु, देशको जल्दो अवस्था भनेको हामीले युवा नेतृत्व चाहियो र युवा सांसद पनि चाहियो। किनभने कि प्रतिनिधि सभा भनेको, सांसद भनेको नीति निर्माण, कानुन बनाउने थलो हो र त्यस्तो ठाउँमा जुझारु पढे लेखेको विद्वान मान्छे चाहियो प्रतिनिधि सभामा। अनि उसले हामीहरूको हक हितको विषयमा त्यसले मस्यौदा तयार गर्न सक्छ। यो भूमि सम्बन्धी ऐन, त्यसपछि तपाईँको मानव अधिकारको विषयमा, सामाजिक क्षेत्र विषयमा, यो हरेक विषयमा नीति निर्माण बनाउनको लागि उसले दस्तावेज लेखेर प्रतिनिधि सभामा उसले पेश गर्न सक्छ। सुकुम्बासीको मात्र होइन, यहाँको विद्यालय छ, विश्वविद्यालय छ, उच्च माविहरू छ, त्यो सम्पूर्ण शिक्षा क्षेत्रमा उसले संशोधन गर्न सक्छ शिक्षा ऐनहरूको लागि। बच्चुलालज्यू, तपाईँ सप्तरीबाट पनि हुनुहुन्छ, तर तपाईँको सप्तरी क्षेत्रको क्रेज देख्दाखेरि त बालेन शाहले जित्ने हो कि भन्ने कुराहरू पनि हामीले सुनिराखेका छौँ। के लाग्छ तपाईँलाई? होइन, त्यो सोसल मिडियामा त त्यसरी भनेको छ, तर के छ भने बालेन शाह भनेको काठमाडौँ महानगरपालिकाको मेयर भएको मान्छे, उसले पनि धेरै बचाव गरेको थियो, प्रतिबद्धता पनि गरेको थियो। काठमाडौँ महानगरपालिका म यो गर्छु त्यो गर्छु, तर त्यसले पनि धेरै कुराहरू गर्न सकेको छैन। उसको तपाईँको घर भनेको महोत्तरी जिल्ला हो, जन्मभूमि, तर ऊ राजनीति गर्न थलो उसको काठमाडौँ हो। तर उसले क्यापिटल राजधानी छोडेर झापा 5 आएको छ। त्यो भएर भनेपछि ऊ काठमाडौँ छाडेर झापा आउनु नै गलत थियो।
त्यो गलत त थिएन तर भनेपछि उसको कार्यक्षेत्र भनेको काठमाडौँ हो जन्मभूमि भनेको महोत्तरी हो उसले आफ्नो ठाउँको लागि त्यहाँ लड्नु पर्थ्यो तर ऊ यता आएको छ तर यो भनेको झापा 5 भनेको रञ्जित तामाङको जन्मभूमि हो यहाँको भूगोल मिल्छ यहाँको हक हितको लागि सुरुदेखि नै विद्यार्थी आन्दोलन अहिले पनि लागिरहेको छ निरन्तर उहाँ लागिरहन्छ त्यो भएर अहिलेको आवश्यकता भनेको बायन साहबको तुलनामा रञ्जित तामाङ हामीले उत्कृष्ट लाग्छ त्यो भएर रञ्जित तामाङ नै हामीले चाहियो हस् धन्यवाद जसो पनि यति बेला हामी झापाको क्षेत्र नम्बर 5 मा छौँ र यहाँनिर हामीले उहाँलाई देखिरहेका छौँ जो चाहिँ मध्य प्रदेशको सदस्य पनि हुनुहुन्छ अनि यहाँनिर झापामा चाहिँ रञ्जित तामाङलाई सघाउनका लागि आउनुभएको छ झापा क्षेत्र नम्बर 5 का उम्मेदवार रञ्जित तामाङज्यूलाई नमस्ते नमस्ते हजुरको आफ्नो परिचय दिनुहोस् न बच्चेलाल सरदार नेपाली कम्युनिस्ट पार्टी मध्य प्रदेश कमिटी सदस्य तपाईँ चाहिँ यहाँनिर चाहिँ किन सघाउन आउनुभएको रञ्जित तामाङलाई आफ्नै प्रदेशमा सघाउन छोडेर म आफ्नो कुराहरू मैथिलीमा भन्न गइरहेको छु खासमा सामाजिक न्याय सुशासन आर्थिक समृद्धि राष्ट्रिय स्वाधीनताको पक्षमा हामीले रञ्जित तामाङलाई तारा छाप्ने मतदान गरेको लागि हम आह्वान करें यही द्वारा कथिला रञ्जित तामाङ विद्यार्थी आंदोलन से अखन तक जनता के जनजीविका के सवाल में राष्ट्रीय स्वाधीनता के पक्ष में आंदोलन करे वाला विद्यार्थी नेता छे वो जुझारू नेता छे निश्चित रूप में रञ्जित तामाङ झापा क्षेत्र नंबर 5 में ऐसिको के सुगमवासी आदिवासी जनजाति दलित की समस्या के समाधान करे वाला एक जुझारू देशभक्त युवा नेता छे तै लेके रञ्जित तामाङ ऐसिको के आदिवासी छे ऐसिको के लोकल आदमी छे तै द्वारा ओकरा जिता के प्रतिनिधि सभा में पठाइले पड़ते निश्चित रूप में क्षेत्र नंबर 5 झापा से ऐसिको के जनता के जो भी समस्या छे नीति निर्माण बनाने पड़ते संविधान संशोधन करे पड़ते वो विषय में सशक्त रूप में प्रतिनिधि सभा में आवाज उठे वाला ऐसिको के क्षेत्र नंबर 5 के सशक्त उम्मीदवार रञ्जित तामाङ मात्रै छे त्यो द्वारा रञ्जित तामाङ के तारा छाप में मतदान देके ओकरा प्रतिनिधि सभा में पठाए के लगी हम सप्तरी चल छे और हम सप्तरी से आबि के क्षेत्र नंबर 5 के झापा जिला के संपूर्ण जन समुदाय सबके गरीब सुगमवासी दलित आदिवासी अल्पसंख्यक सबको आह्वान करी छे रञ्जित तामाङ यहाँ सब जिता के पठेबे प्रतिनिधि सभा के चुनाव में निश्चित रूप में झापा जिला के विकास हेतु ऐसिको राष्ट्रीय स्वाधीनता के पक्ष में जनजीविका के हक अधिकार विषय में लिखते बोलते और विकास निर्माण काम करते तैले हम रञ्जित तामाङ के तारा छाप में भोट दे के अत्यधिक मत से जिताइल अनुरोध करी छे और रञ्जित तामाङ कथी ऐसिको आवश्यक छे रञ्जित तामाङ विद्यार्थी आंदोलन से लेके ऐसिको के झापा जिला के गोरादा कैंपस पढ़े के टाइम में वही टाइम में भूमिगत भेल छे और यहाँ के सुगमवासी आंदोलन में सुगमवासियों के लागि 2 वर्ष जेल काटने छे और निरंतर पार्टी के सशक्त सिपाही के रूप में जनयुद्ध से लेके अखन तक निरंतर रूप में आंदोलन में छे और 15वीं क्रांतिकारियों के राष्ट्रीय सम्मेलन से केंद्र अध्यक्ष भए के शैक्षिक मुद्दा में विकृति विसंगति के विरुद्ध में शैक्षिक आंदोलन में अग्रगामी भूमिका निभाने छले और दक्षिण एशिया में रञ्जित तामाङ के नाम विद्यार्थी आंदोलन के कमांडर के रूप में स्थापित भेल छे ओकरा चिर परिचित सार्क कंट्री के बहुतो विद्यार्थी संगठन के नेता सब ओकरा चिन्है छे और आदिवासियों के विद्यार्थी के हक हित में बोले वाला एक सशक्त युवा छे तै लेके रञ्जित तामाङ आवश्यकता छे ऐसिको क्षेत्र नंबर 5 से और ऐसिको पूर्णा जते कैटेगरी के कैंडिडेट सब छे वो बुढ़वा से बुद्धि कुछो नहीं वाला छे बूढ़ा पखा बुद्धि तै लेके रञ्जित तामाङ युवा छे युवा मात्र देश के परिवर्तन कर सके छे और हमरो के पूर्ण विश्वास छे झापा क्षेत्र नंबर 5 के विकास निर्माण ऐसिको के मुहार फेरेला वो निश्चित रूप में सकते और प्रतिनिधि सभा में सशक्त रूप में ऐसिको के आवाज उठाइले सक्षम छे तै लेके हमरो के सप्तरी से आबि के क्षेत्र नंबर 5 के संपूर्ण जनता सब मुक्तिकामी न्यायप्रेमी जनता सबके आह्वान करी जे तारा छाप में रञ्जित तामाङ मतदान देले पड़ते और ओकरा प्रतिनिधि सभा में जिता के पठाइल पड़ते और निश्चित रूप में हम झापा क्षेत्र नंबर 5 काल्हि से घूम रहल छियै रञ्जित तामाङ के पक्ष में माहौल बनल छे रञ्जित तामाङ जीत रहल छे तै लेके हम पुनः इस क्षेत्र के संपूर्ण न्यायप्रेमी में जन समुदाय से अनुरोध करी छे रञ्जित तामाङ अखन के आवश्यकता छे क्षेत्र नंबर 5 के ओकरा अत्यधिक मत दे के तारा छाप में प्रतिनिधि सभा में पठाओ और निश्चित रूप में ऐसिको के क्षेत्र के विकास हेतै ओहि में 100% ऐसिको के जनता सबको हम विश्वास देले चाहे छे धन्यवाद नमस्कार धन्यवाद लुजाउँ न त लुजाउँ खोइ कताबाट जाने हो यही बाटो जाने होइन अस्ति उसमा पुगेको थिएँ जामबाडी भेट्यो कुराकानी गऱ्यो अनि बरु के छ हाम्रो गङ्गा दाइ मतिर अग्रिम शुभकामना ल धन्यवाद छ हस्
आउनुहुन्छ हाम्रो गाउँतिर आउनु ल हस् आउँछु ल हस् हामी छँदैछौँ ल आउनुहुन्छ हाम्रो घरै आउनु हुकुमजी लु अगाडि बढौँ त आफ्नै भाउजू होइन दाजु लु आइयो है अब यसपालि तारामा भोट गर्नुपर्छ। त्यसलाई चाहिँ एउटा टाँसौँ त सडक है दुईतिरै पारेर यो दामुनाको हाम्रै साथी अनिल अनिल ल हाम्रो रञ्जित तामाङ लु यसपालि भोट दिनुहोस् सबैको राम्रो कपाल काट घर चाहिँ दामुना सबैको राम्रो कपाल काटिदिनुहोस् भोलि वर्ष जिताएर पठाउनुहोस् म कपाल काट्न आउँछु एकपल्ट है त्यो खै एउटा है रञ्जित तामाङ चुनाव चिन्ह तारा तारामा दिनुहोस् है धेरै दिन भयो ल है छक्का हान्नु है झ्याम्मै है देख्नुभयो छक्का हान्नु भनेको छाक्कै छक्का हान्नु हो क्या हाम्रो रञ्जित तामाङ मचिन्द्रको मामाको छोरा चिन्नुहुन्छ नि ए तल उफु तल नि घर छिमेकी नि चिन्नुभयो चिन्नुभयो अहिले अझै राम्ररी हेर्नु त चिन्नुभयो पहिले आउनुहुन्थ्यो नि रञ्जित तामाङ चुनाव लु चिन्ह अब तारामा भोट दिनु यसपालि यहाँ हेर्नु ल गौरदा पारी यो घरको जेठी दिदी जेठी छोरी होइन माइतीले चुनाव जिताउनु पर्यो यो पटक बा पनि तारामा दिनुहोस्। दुईटा ठुल्ठुला जुझेर हार्नेवाला छन् बिचबाट स्वाटै हामी भोट हालेर जिताएर निकाल्ने हो कुरा है ल अग्नि दाजुको जेठो मामा हो र लु मामाश्री तारामा रञ्जित तामाङ चुनाव चिन्ह तारा अस्ति अग्निदानी आउनुभएको थियो केही गफ त भयो मामा भान्जाको कहाँ छस् भाइ भन्दै फोन गर्नुभएको थियो आउनुभएको थियो भयो यो पटक हुन्छ केही नमस्ते यसले चाहिँ अस्ति नयाँ मोटरसाइकल किनेको दाइ धुँदै गर्दाखेरि स्वाट्टै च्यानमा हात हालेर गरेछ अनि गएर अपरेसन गरेर आएको लेखतको चाहिँ बुहारी छैनन् भाइ ए के हात धेरै काटो हजुर धेरै छैन यहाँनिर सिलाएको मात्रै छ हड्डी लु है समीर भन्दै हुनुहुन्छ हौ। ए म त अर्कै पर ए के तामाङको तपाईँ ए ल ल ल तामाङहरू यहाँ ब्याग हुने कुरै छैन चलो ऊ फेरि नाइट कुदाउने दाइ हो तारामा दिनुहोस् है तारामा ठिक छ कुरा त्यसो नि लु नमस्कार यता काका हुनुहुन्छ खोइ लु नमस्कार लु हजुर तारा चुनाव चिन्हमा भोट दिनुहोस् यही क्षेत्रको गौरदा पारी किस्ने पारी बाँसबारी घर हजुर तारालाई त भोट दिनुहोस् उज्यालो देखाउँछ नि भोट दिनुहोस् सबै कुरा देखाउँछ स्थानीय उम्मेदवार हस् हस् हैन सूर्यलाई डुबाएर भोट केमा भोट केमा खोइ त अब मान्छे राम्रो विचारको पनि राम्रो विकासको पनि राम्रो होइन अब राष्ट्रिय रूपमै चाहिँ स्थापित नेता युवा नेता रञ्जित तामाङ अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हाम्रो पार्टीको केन्द्रीय सदस्य यहीँको स्थानीय मान्छे यहीँको स्थानीय मान्छे यही हो नि। अब चुनावको दिन भोट हाल्न केपी ओली चाहिँ बालकोट पुग्छन् उनी यहाँको स्थानीय होइन अब यहाँ 12-15 वर्षदेखि रेगुलर जिताएर पठाएको के गरेर देखिहाल्यो बालेन साहब भोट हाल्ने दिन काठमाडौँ नै पुग्छन् उहाँ चाहिँ भोट हाल्ने दिन पनि यहीँ हुनुहुन्छ यहीँ बस्नुहुन्छ यहीँ जन्म म पारी तोपगाछीको मान्छे हो यही क्षेत्रको मान्छे हो म पहिले लडाइँमा पनि यहाँ सबै आउनुभएको हाम्रो गाउँ कति शान्त थियो लडाइँमा पनि होइन कि फटासटामा त्यस बेला हाम्रो दोस्ती थियो विकास विकास त त पहिले त पठाउनु पर्यो नि छाप पानेर पठाएपछि चिनिँदैन कहाँ त्यस्तो हुन्छ र माथि पुगेपछि चाहिँ अब अर्कै भइदिइहाल्नुहुन्छ कि होइन उहाँलाई त माथि पठाएकै छैन। अरूको त्यस्तो समस्या हुन्छ हामी त यहीँको त्यही मान्छे भएर हो नि हामी त। अर्को चाहिँ युवा उम्मेदवार ल्याएको नि के त छ त अब के गर्नुहुन्छ भनिदिनुहोस् अब हामी यहाँको स्थानीय विकास शिक्षाका स्वास्थ्यका रोजगारका किसानका मजदुरका भूमिहीन सुकुम्बासीका कुरा गर्छौँ विकासमा जस्तो हामीलाई अब जस्तो औद्योगिक करिडोर 20औं वर्षदेखि यो यत्तिकै छ तल्लो क्षेत्रको विकासहरू
सन्तुलित र सहज छैनन् हैन। भिउटाहरू अलपत्र छ, तल हामीले भन्सार बनाउनु पर्यो, कृषिको क्षेत्रलाई हामीले व्यवस्थापन गर्नु पर्यो, हामी जस्ता आदिवासी जनजाति रङ्गशाला बनाउनु पर्यो। युवाहरू चाहिँ अहिले विदेशै मात्रै जानु विदेश जाने युवाहरूको लागि छोडेर पनि युवाहरूको लागि रोजगार र स्वरोजगार राज्यले नीति बनाउनु पर्यो, युवाहरूलाई लगानी गर्नु पर्यो, यही आत्मनिर्भर बन्ने वातावरण बनाउनु पर्यो, व्यवसाय गर्ने वातावरण बनाउनु पर्यो। त्यसको लागि राज्यले चाहिँ युवा मैत्री प्याकेज बनाउनु पर्यो हैन। राज्यको लगानी गर्नु पर्यो राज्यले, विदेशमा जस्तो कि चाहिँ काम गर्ने वातावरण दिनु पर्यो, कि होइन भने म उत्पादन गर्छु, म उद्यमशीलता गर्छु वा म आफै कमाउँछु भन्ने युवाहरूलाई राज्यले त्यसको चाहिँ वातावरण बनाइदिनु पर्यो। कम्तीमा सर्टिफिकेट दितो भन्ने थियो नि, त्यो नभए पनि युवाहरूलाई म व्यवसाय गर्छु भनेर कम्पनी खोलेर उद्योग धन्दा कल कारखाना व्यापार व्यवसाय गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्नु पर्यो। कम्तीमा हामीले उत्पादन गरेको यो कृषिबाट उत्पादन भएको धानसम्म हामीले त्यसको सही मूल्य पाइदिए त हो, अरू पनि केही चाहिँदैन। त्यही भएर यहाँ त म त खेती किसान गरेको मान्छे हो नि, त्यो मलाई थाहा छ नि। क्षेत्र भनेको नै खेती किसानीहरूको हो क्षेत्र हो क्या। हो, अनि अझ तपाईँले जस्तो मानौँ न अर्ग्यानिक तरकारी खेती गर्नु होला हजुर हैन। केही गाउँमै केही अरू केही भनेको धान खेती सँगसँगै तपाईँले अरू उद्यमशीलताका अरू कामहरू गर्नु होला हैन। भोलि चाहिँ मकैका चाहिँ परिकार बनाएर बेच्नु होला हैन। भोलि चाहिँ दाल खेती गर्नु होला। अब अहिले यो लालचन भनेको थाहा छ तपाईँलाई, बेलचना छ नि, अहिले एकदम 5 स्टारहरूमा बिक्छ, त्यसको चाहिँ चिया खाने जस्तो हो, रेड टी भनेर त्यसलाई भन्छ अहिले। त्यो हाम्रोमा यहाँ त्यो कसैले खाँदैन, उही कहिलेकाहीँ तपाईँ हामीले खाने हो। त्यो कति महँगो छ हेर्नुहोस् यहाँ हाम्रोमा, मोरिङ्गा भन्छ नि, मोरिङ्गा भनेको बुझ्नुहुन्छ हैन। यहाँ केही गोडमेलै गर्नु पर्दैन नि त, सजिलो लाउनु पर्छ भन्दा हामीसँग अथाह छ नि त सम्भावना छैन। तर त्यसलाई के गर्नु पर्यो, व्यवसायिक गरिदिनु पर्यो, त्यसको बजारीकरणको व्यवस्थापन गरिदिनु पर्यो, युवाहरूलाई आधुनिक ढङ्गले व्यवसाय गर्नुहोस् भन्ने वातावरण बनाइदिनु पर्यो नि त। त्यो नीति चाहियो, त्यो नीति बनाउँछु म, मलाई जिताउनुहोस्, भोट दिनुहोस्, जय तारा भन्नुहोस्। नेतृत्व गर्ने व्यक्तिलाई त चिन्नै पर्छ। एकजना न एकजनाको त यहीँको स्थानीय मान्छेलाई दिनुपर्छ नि त। तपाईँहरूले त स्थानीय मान्छे त फर्केर आउँछ, भोलि उहाँलाई खोइ तपाईँको मान्छे भन्दा भयो। हाम्रो एउटा बहुमूल्य भोट चाहिँ एउटा तपाईँलाई मान्छेको लागि हो, तपाईँलाई हेर्नु मैले त्यहाँ नम्बर दिएको छु, तपाईँ मसँग सामाजिक सञ्जालमा जोडिनुहुन्छ, केही भएन भोलि फर्केर आएन भने पनि तपाईँले मलाई गाली गर्ने त ठाउँ छोडेको छु नि त मैले। गाली र ताली चाहिँ बज्छ नै बज्छ, बजाउनु पर्यो, त्यही भएर तपाईँलाई दिएको मैले। ल अरूले भन्नु त मलाई गाली गर्नु यसमा चाहिँ फोन मेसेज गर भनेर छोडेको छ। ताली लगाउने पनि र गाली गर्ने पनि त मैले त अधिकार दिएको छु नि त, छैन? त्यही भएर आज लागिरहेछ। ल ओके, डन डन हो कि होइन यो? लु फेरि पनि 1 सेकेन्ड डन है ल। यतै छ मेरो चाहिँ, यतै छ कि अरू चाहिँ अरूको उता भनेको लखनपुर दाजु। पर हाम्रो मचिन्द्रेको बाउ नि, मचिन्द्रेको बाउ चाहिँ उहाँको मामा रन्जित तामाङ, घर पारी बाँसबारी तोपगाछी, पुरानो तोपगाछी। अहिले हाम्रो नेपाली कम्युनिस्ट पार्टीको चाहिँ उम्मेदवार उहाँ, चुनाव चिन्ह तारा। कुरा यही बुझ्नुभयो है बुवा। ल हाम्रो उम्मेदवार होइन, भोट केमा? तारामा है, तारा हाम्रै छोरी हुन् कि मेरो गाडी कुदाउँछ उसको बुढाले। मोरङ होला, ल पारी नै दिनु होला है, पारी पनि तारामै दिनुहोस् है। हस्, तपाईँ त हाम्रो लेखकजीको सम्धि होइन? अस्ति नै हामी त्यहाँ बेहुलाको तर्फबाट आउने भनेर यहाँ चोकसम्म आएर फर्क्यौँ, अरू कार्यक्रम परेर। ठिकै छ, आउनु भयो रहेछ, म त्यहाँ सुने, म त दमा गएको थिएँ, भरे पो आउनु भएको थियो अरे भन्नु। हो हो हो, लु अब संयोग पनि फेरि कस्तो भने उम्मेदवारै भएर पो आउनुपर्ने जुरेको रहेछ। ठिकै छ, लु हस्। यसपालि दाइ भोट परिवर्तन हुनु पर्यो के?
लु तपाईँको सम्धिज्यू नै अगाडि लाएर हिँडेको छु ल ल जाउँ प्रश्न सोध्नु पर्ने छ भने सोधिदिनुहोस् सोल्टी भनेपछि त उसले त बाँड्नु पर्यो केही सोध्नु छ भने सोधिदिनुहोस् भोट दिनुहोस् तारामै दिनुहोस् फाल्ने हो म एकदम युवा मान्छेलाई दिनुहोस् यही क्षेत्रको मान्छेलाई दिनुहोस् होइन 3 जना बुढा अब जान्छन् एकछिनै उहाँको श्रीमती हो उहाँ अगाडि जानु यो भट्टराईको घर हो ए हो र भट्टराई हो ए हो र कति नम्बर हो 23 ए नातिनी ज्वाइँ बडा अप्ठ्यारो ठाउँमा अब के भोट माग्नु पर्यो र मैले लु अब लु टिको रेडी गरिहालौँ ल आजै लु तपाईँहरू पनि सम्मिलित भएर राम्ररी फाइलहरू खोल्ने होइन त्यो सधैँ छ कि भोट चाहिँ दिनु पर्यो क्या ऊ त अहिलेको उग्र पत्रकार हो फेरि हो र फेसबुकबाट ओलीको त यहाँ दोलो काटेको छ लु भोट दिनुहोस् तर नाङ्लोमा सूर्य चिन्ह बनाएर दिनभरि नाङ्लो लिएर हिँड्ने मान्छे हो त आमा पनि हो हाम्रो आमा दामुना सबै नाङ्लो लिएर सूर्य चिन्ह बनाएर अब वामपन्थी एक हुनुपर्छ मेरो पहाड ताप्दै केही गर्नु होला फेरि जितेर मलाई चाहिँ केही नभन्नु आफ्नो ज्वाइँलाई आफै भन्नु होइन आफ्नो ज्वाइँलाई आफै भन्नु म चाहिँ उहाँहरूलाई आज मात्रै उहाँसँग त मैले अस्ति नै कन्फर्म गरेर गएको थिएँ घरै यो भन्ने ठ्याक्कै भएन क्या यस्तो हान्छ नि हट एट्याक हुने गरी एमाले हाम्रो एउटा फोटो खिचिदिनु न त आचार संहिता उल्लङ्घन भएन यो धनी पूर्जा बाँड्दा चाहिँ हाम्रो वार्डको भयो नि त्यो कहाँ बाँडे त धनी पूर्जा त यिनीहरूले बनाएर राखेका रहेछन् भोटमा साट्न राखेका रहेछन् नि त एमाले त्यही त हो त चाहिँ सूचना निकालिसकेको छ कहिले हिजो अस्ति कहिले होइन सूचना आइसकेको छ त्यो चाहिँ खोज्नु पर्ने हो कि सूचना निकालिसकेको आउनु भन्ने भाउजू कहिले वडा कार्यालयमा आउनु माइतीसँग रञ्जित ज्वाइँ घरमा आउँदाखेरि बुइनी घरमा आउँदा छोरी घरमा आउँदा चाहिँ यसरी भेटेर अस्ति हाम्रो कुराकानी भएको अनि त्यो मैले गर्ने हो मैले उहाँ र म मिलेर गर्ने हो तपाईँ र म मिलेर गर्ने हो तपाईँलाई अस्ति मैले भनेको छ नि ड्रमा आउने कोसिस गर्नु तपाईँको जित सुनिश्चित ओके अहिले मेरो धेरै राम्रो भइसक्यो सबै यता मैले फेसबुकमा कति सेयर गरेको छु जनताहरूलाई डोली लाग्यो त ज्वाइँलाई लिएर एकछिन 2-4 घर बोलाउनु न रञ्जित तामाङ हजुर म पर तोपगाछीको मान्छे हो तोपगाछीको मान्छे हो मिल्छ होला नि त यहाँ आउ न माइतीहरू आएको बेला के को बोल्न मिल्दैन होइन भनेको मैले पक्ष विपक्षको त्यो खालको कुरा गर्नु फेरि नानी चाहिँ अलिकति त्यस्तो केमा म नगरपालिकामा हो कि त्यो भनेर कहाँ यहीँ गौरादै होइन मेचीनगर ए तपाईको चाहिँ चुनाव चिन्ह तारा मैले हेरेको छु हेर्नु भएको छ कस्तो लाग्छ लु भन्नु त ठिकै लाग्छ ठिकै लाग्छ आज नजिकबाट चिनाउँदा चाहिँ तल जङ्गे दाई मचिन्द्रे दाईहरू हुनुहुन्थ्यो नि हजुर उहाँको बुवा चाहिँ मामा दाईको सानामा म आइरहनु थिएँ होला अब कोही हिँड्छ कोही हिँड्दैन अब धेरै समय नदेखेपछि उही मैले सुनाएको मात्रै त्यो प्रफेसर दिउँ त भाइ लु यसपालि चुनाव चिन्ह तारामा भोट दिनुहोस् यहाँ म यही क्षेत्रको मान्छे हुँ दुईटा छ त यही क्षेत्रको मान्छेलाई दिनुहोस् युवालाई दिनुहोस् हुँदो रहेछ त्यो चाहिँ थाहा थिएन होइन ए हजुर अब 21 गते यहाँ आफ्नो लागि आफै भोट हाल्ने सम्भवतः म मात्रै हुन्छु अरू धेरैको बाहिर छ मतदाता नामावली मेरो यही छ जङ्गे मचिन्द्रेहरू छन् नि तल अनि घर यहाँ पारिका तुपगाछी
काका यही पारी यही किस्ने खोला पारी धेरै टाढो होइन विद्यार्थीको अनि राष्ट्रिय क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएर विद्यार्थी आन्दोलनको समग्र विद्यार्थीको नेतृत्व गरेर अनि अहिले पार्टीबाट चाहिँ टिकट पार्टीको नि केन्द्रीय सदस्य हुनुहुन्छ दाइ अब युवा हुनुहुन्छ अब देशको बारेमा धेरै हामीले भन्दा धेरै बुझ्नु भएको छ होइन ठिकै छ नि त अब प्रश्नसँग असर के भन्ने कुरो पनि हुँदैन एउटा कुरो हजुर अर्को कुरो के भने भर्सके चाहिँ पुराना नयाँ आउँदा के गर्छ नि भन्ने मनले चाहिँ होइन नयाँ पनि हुँ युवा पनि हुँ अनि यीको मान्छे पनि हो अहिले धेरै नगरौँ न 12 चाहिँ बाहिरकोलाई चाहिँ नहेरौँ अरू सबै ठिक छ 12 बाहिरको काकीको बोली काकीको बोली काकी सुन्नु बोल्नु न के बोल्नु अहिले तपाईले चाहिँ कसलाई के लु यीको मान्छे हेरौँ स्थानीय मान्छे हेरौँ है त्यही त भन्दैछु दाइ यही हो ठुलो दाइ लु हाम्रो सोल्टी सेउपाखा रञ्जित तामाङ चुनाव चिन्ह ताराको उम्मेदवार पहिला यो तारा होइन भाउजू मन जाँदा जाँदै भेट भएको अघि अँ। हो जाँदा भेट्दाखेरि म त रञ्जित दाइ पो आयो कि भनेको त रञ्जित अर्को पो आयो तारा रञ्जित तामाङ यही तोपगाछी घर कृष्ण खोला पारी पारी बालुवाथान पनि धेरै आउनुभएको उहाँको मामाले भने छ तल जङ्गे पढिरहेको गर्छ त्यो हो अब चुनाव चिनाइयो दाजु अब तपाईँले चाहिँ विचार गरेर भाउजू भाइ विचार गरेर नि एउटा भोट हाल्नु माराथन हो माथान माराथन भनेको पारी हाम्रो उर्लाबारी 9 वर्ष तपाईँलाई चाहिँ यो काम लाग्दैन तर नि एउटा चाहिँ लानु पर्नु ल उता पनि ताराकै उम्मेदवारलाई दिनुपर्छ है उम्मेदवारलाई लिएर आएको नमस्कार उहाँ हाम्रो पार्टीको उम्मेदवार चुनाव चिन्ह तारा रञ्जित खोइ तामाङ त पेपर बाबु ल्याउ तोपगाछी घर भएको चुनाव चिन्ह ताराको उम्मेदवार आमा लु यहाँ घर आँगनसम्म आएकोलाई भोट दिनुहोस् तारा चुनाव चिन्हमा दिनुहोस् ल है हस् ल जसो पनि यति बेला हामी झापाको क्षेत्र नम्बर 5 गौरदहमा छौँ उहाँ चाहिँ यति बेला हामीले देखिरहेका छौँ नेपाली कम्युनिस्ट पार्टीका जिल्ला सदस्य झापा जिल्ला सदस्य हुनुहुन्छ श्याम ढकालज्यू श्यामजी तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद नमस्ते अभिवादन यति बेला तपाईँहरू पार्टीको लागि तयारी कतिको गरिराख्नु भएको छ आफ्नो उम्मेदवारलाई जिताउनको लागि झापा जिल्ला क्षेत्र नम्बर 5 मा हाम्रो तयारी एकदम भव्य भइरहेछ हाम्रो जुझारु युवा कमरेड रञ्जित तामाङको लागि हामी दिनरात खटिरहेका छौँ र हामीले यसपालि चुनावी माहौल पनि प्रतिस्पर्धा तीनचोटि प्रधानमन्त्री हुनुभएको केपी शर्मा ओली र काठमाडौँका नगरपालिकाको मेयर बालेन्द्र शाहबीच हाम्रो प्रतिस्पर्धा भइरहेछ र हामी यसपालि चुनाव सहजै विजय हासिल गर्छौँ भन्दै लागिरहेको छ झापा जिल्ला क्षेत्र नम्बर 5 तीनचोटि प्रधानमन्त्री भइसकेको उम्मेदवार हुनुहुन्छ तपाईँहरूको उम्मेदवारको प्रतिस्पर्धी त्यस्तै बालेन्द्र शाह भनेको काठमाडौँ राजधानीको निवर्तमान मेयर पनि हुनुहुन्छ उहाँहरू दुवैजनालाई उछिन्नुहुन्छ त तपाईँहरूको उम्मेदवारले हामी उछिन्छौँ हाम्रो यही भूगोलमा जन्मेको यही उसमा जन्मेको युवा नेता हिजो झापा जिल्ला अध्यक्ष भएर यही ठाउँमा जन्मेको यी नजिकै कमल गाउँपालिका वार्ड नम्बर 1 मा जन्म थलो भएको रञ्जित कमरेड हुन्छ विद्यार्थी युवा नेता र पढे लेखेको पनि हुनुहुन्छ र यहाँको जनताको दुःख सुखमा मर्दा मलामी जन्ती हरेक उसमा समय साथ दिने रञ्जित तामाङ हुनुहुन्छ र यहाँको जनताले यसपालि मतदान तारामा मतदान गरेर तारामा मतदान गरेर रञ्जित कमरेडलाई जिताउनेछ श्यामजी तपाईँहरू यति बेला घर दैलो कार्यक्रममा हिँडिराख्नु भएको छ घर दैलो कार्यक्रममा हिँड्दाखेरि जनताहरूको प्रतिक्रियाहरू चाहिँ कस्तो आइरहेको छ तपाईँहरूप्रति प्रतिक्रिया हामीलाई अहिलेसम्मको फिडब्याक हेर्दाखेरि हामीले लगभग 8-9 हजार घर हिँडिसक्यौँ र 8-9 हजार घर हामीले घर दैलो कार्यक्रम गर्दाखेरि हामीलाई सबैतिरबाट यसपालि राम्रो उम्मेदवार तपाईँले उठाउनु भएको छ 64 देखि पहिलोचोटि तपाईँहरूको उम्मेदवार आउनु भएको छ नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ यसपालि हामी तपाईँहरूलाई मत दिएर मतदान गरेर यो क्षेत्रबाट हामी विजय हासिल गराउनेछौँ भनेर प्रतिक्रिया दिनुभएको छ जनताहरूले भनेपछि तपाईँहरू विश्वस्त हुनुहुन्छ आफ्नो उम्मेदवारले जित्नुहुन्छ भनेर तपाईँहरूको पार्टीको कुनै 2वटा घोषणा पत्रमा लेखिएको एजेन्डा भनिदिनुहोस् न
हाम्रो पार्टीको घोषणा एजेन्डा के अरे अहिले हाम्रो भूगोलमा भएको यस भूगोलमा जन्मिनु भएको रञ्जित तामाङको एजेन्डा या हाम्रो पार्टीको एजेन्डा हामीले हिजो कार्यकारी राष्ट्रपति हाम्रो के अरे चुनावी एजेन्डा छ पहिलो हाम्रो हिजो जेएनजीहरूले पनि उठाएको एजेन्डा हो र हामीले पनि उठाएको हो यो मागलाई हामी र हाम्रो यहाँ सुकुम्बासी हरेक उसमा हामीले सुकुम्बासीहरूलाई सहयोग गर्न साथ दिने र सुकुम्बासीको समस्या धेरै छ यो ठाउँमा क्षेत्र नम्बर 5 मा र हाम्रो पहिलो फोकस भनेको सुकुम्बासीबाट लिएर हाम्रो कार्यकारी राष्ट्रपति प्रधानमन्त्रीको हाम्रो एजेन्डा हो पहिलो नम्बर। सुकुम्बासीहरूको लागि चाहिँ तपाईँहरूले के गर्ने भनेर सोच्नु भएको छ? सुकुम्बासीहरूको लागि अब यहाँ हेर्नु सुकुम्बासीहरूको धनी पूर्जा नहुने विभिन्न उसले आएर आश्वासन देखाउने हिजो के अरे सुकुम्बासीहरूलाई देखाएर भोट ब्याङ्क बनाएर सुकुम्बासीहरूको भोट ब्याङ्कले राजनीति गर्नेहरू पनि छन्। त्यस्तो नहोस्। हामी नेपाली कम्युनिस्ट पार्टीबाट आउँदै उसमा चुनाव जितेर यहाँबाट बहुमत गरेर गएपछि त्यो एजेन्डा हामी पुरा गर्छौँ। हामीले बोलेको एजेन्डा पुरा गर्छौँ। हामी बोल्नुभन्दा पहिला हामी काम गर्नेतिर जान्छौँ। योभन्दा अगाडि पनि तपाईँहरूको उम्मेदवार त उठ्नु भएको थियो होला? उम्मेदवार योभन्दा अगाडि 64 देखि यताखेर हाम्रो उम्मेदवार हुनुहुन्न थियो। हामी कहिले के अरे नेपाली भनेपछि 64 सालदेखि यता जित्नै भएको छैन? होइन, हाम्रो उम्मेदवारै उठाउनु भएको छैन। हामी नेपाली कम्युनिस्ट हिजो विगतको माओवादी हुँदाखेरि हाम्रो यहाँ के एलायन्स भएको थियो। कहिले हामी केपी शर्मा ओलीसँग हाम्रो नेकपा एमालेसँग एलायन्स भएर हामी चुनाव लड्या हो। विगतमा नेपाली कङ्ग्रेससँग पनि लड्या हो र अहिले 64 देखि यता चाहिँ हाम्रो नेपाली कम्युनिस्ट यानि कि वाम एकता भएपछि संयोजक कमरेड प्रचण्डको नेतृत्वमा वाम एकता भएपछि अहिलेको उसमा युवा नेता जुजाहरू र झापा जिल्ला इन्चार्ज हिजो झापा जिल्ला विद्यार्थीदेखि लिएर केन्द्रसम्मको जिल्ला सम्हाल्नु भएको उहाँले रञ्जित तामाङ उठ्नु भएको छ र यसपालि हामी रञ्जित तामाङको तारामा मतदान गरेर जिताउने विजय। यसपालि तपाईँहरूले कुनै पार्टीसँग गठबन्धन गर्नुभएको छ कि छैन? छैन, हाम्रो गठबन्धन हुँदैन र ढुक्क हुनुहोस्। सबैलाई अपिल पनि गर्दछु, हामी सिङ्गल भेट्छौँ, सिङ्गल लड्छौँ, जनतासँग हाम्रो एजेन्डा र माग लिएर जान्छौँ, जनतालाई हाम्रो भिजनहरू देखाउँछौँ, जनतालाई हामी मन जितेर यसपालि हामी झापा जिल्ला होइन देशैभरि तारामै बनाउँछौँ। अब आम नेपाली जनताहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ यो भिडियो मार्फत? नेपाली जनताहरूलाई हार्दिक अपिल गर्न चाहन्छु, यसपालि तपाईँहरूले बहुमतको सरकार बनाएर तारामै भोट मतदान गर्नु होला। चुनाव चिन्ह नेपाली कम्युनिस्ट पार्टीको तारामै चुनाव चिन्ह छ। सम्पूर्ण नेपालवासी र विदेशमा हुने पनि सम्पूर्ण मित्रहरूले साथीभाइ आफन्तहरूले हेर्दै हुनुहुन्छ भने यो भिडियो हेरेर तपाईँहरूले घरमा फोन गरेर घरका आफ्नो आफन्तलाई छिमेकीलाई सबैलाई भनिदिनुहोस् कि यसपालि तारामा मतदान गरेर देशमै तारामा बनाएर पहिलो पार्टी बनाएर कमरेड संयोजक कमरेड प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सहयोग गरिदिनु होला। तपाईँहरूको हिजोको जेएनजीको माग पनि हाम्रो पुरा गर्नेछौँ र सबै हाम्रो नेपाली कम्युनिस्ट पार्टीले पुरा गर्नेछ भन्ने बाचासहित धन्यवाद। हस्, धन्यवाद। दाइ नमस्ते। नमस्ते हजुर। के छ यसपालि निर्वाचनमा के कतिको तयारी गरिराख्नु भएको छ तपाईँहरूले? अहिले मूल कुरा झापा 5 मा चाहिँ पपुलरिस्ट भर्सेस पोलिटिक्स भइरहेको छ। पपुलरिस्टको आधारमा चुनाव लड्नु हुँदैन र जित्नु पनि हुँदैन। चुनाव त्यस्तो व्यक्तित्वले जित्नुपर्छ जसले राजनीतिक चेत राख्दछ, राजनीतिक ज्ञान राख्दछ, जसले समाजलाई भोलि कुन दिशातर्फ लाने भन्ने कुराको मूल एजेन्डा बोकेको पार्टी अथवा बोकेको व्यक्तित्वहरूलाई जिताउनु पर्दछ। अहिले चाहिँ हाम्रो यो अन्धो हात्ती हिँडे जस्तो कहाँ हिँडेको हो, कता गएको हो, कता जाने हो भन्ने कुरा पनि थाहा नहुने व्यक्तित्वहरू पनि यस चुनावी मैदानमा हुनुहुन्छ। त्यस्तो व्यक्तित्वले होइन कि यसै ठाउँ बुझेको, यसै ठाउँको बारेमा विकासको मोडल बताउन सक्ने, यस ठाउँको एजेन्डा बताउन सक्ने, यस ठाउँको जनताको भावनालाई समेट्न सक्ने मात्रै नभएर राष्ट्रमा भोलि यहाँबाट जितेर जाँदाखेरि राम्रा राम्रा नियम कानुन बनाउन सक्ने, सदनमा बोल्न सक्ने, यस ठाउँको समस्यालाई त्यहाँनिर एकदम चर्को तरिकाले उठाउन सक्ने व्यक्तित्वहरूलाई अथवा व्यक्तित्वलाई जिताउनुपर्छ भन्न चाहन्छु। तर सांसद भइसकेपछि त नेपालभरिकै जनताहरूको समस्याहरू सुन्नुपर्ने हुन्छ, एउटा ठाउँको मात्रै सुन्नु हुँदैन, सुनेर भएन। त्यसै पनि हरेक सांसदहरूले देशभरिको कुराहरू सुन्नु पर्दछ। तर मुख्य कुरा के छ भने जुन क्षेत्रबाट जितेर गएका सांसद छन् त्यही क्षेत्रको बारेमा सबैभन्दा बढी कुरा राख्न सक्यो भने हरेक सांसदले आफ्नो आफ्नो ठाउँको कुरा राख्दै गयो भने यो मुलुक परिवर्तन हुनको निम्ति कति समय पनि लाग्दैन भन्न चाहन्छु। भनेपछि आफ्नै स्थानीय उम्मेदवारलाई चाहिँ दिनु पर्यो जनताले। वास्तविक हामीले छान्ने भनेको नै यो ठाउँ बुझेको, यो ठाउँ जानेको, यो ठाउँको विकासको सम्भावना देखेको, भिजन बोकेका यस्ता नेतृत्वहरूलाई हामीले छान्नुपर्छ कि
यहाँनिर आएर हाउ गरेको भरमा एकदम म पपुलर छु भनेको भरमा चुनाव जितिनु हुँदैन। यो ठाउँको जनताको भावनालाई समेट्न सक्ने। हजुर अब क्षेत्र नम्बर 5 मा बाहिरबाट आएर पनि चुनाव लडेका छन् जसले हाउभाउ भन्नको मतलब तपाईँको यहाँनिर विभिन्न प्रलोभन देखाएर जनतालाई तपाईँको मिडियाको मेनुपुलेसन गरेर अनेकौँ झापाली जनता यति सचेत छन् कि यस्ता मिडिया मेनुपुलेसनको पछाडि लाग्ने छैनन्। उनीहरू एकदम सचेत छन् र सही नेतृत्व छान्नलाई झापाली जनता एकदम रेडी छ भन्न चाहन्छु। अब यति बेला 3 चोटि प्रधानमन्त्री भइसक्नु भएको उम्मेदवार पनि उठ्नु भएको छ नेकपा एमालेबाट, त्यस्तै निवर्तमान काठमाडौँका मेयर पनि उठ्नु भएको छ, त्यस्तै समीर तामाङ लगायत अन्य युवा नेताहरू नै उठेका छन् उम्मेदवारको रूपमा। तपाईलाई चाहिँ उहाँहरू मध्येमा चाहिँ को चाहिँ सक्षम नेता हो जस्तो लाग्छ? मलाई मूल कुरा के लाग्छ भने लोकतन्त्रमा जुनसुकै व्यक्ति जुनसुकै ठाउँमा गएर उठ्न सक्ने संविधानमा प्रावधान भएको हुनाले गर्दा जो जहाँ गएर पनि उठ्न सक्ने व्यवस्था छ। त्यसको मतलब उहाँहरू उठ्नु हुँदैन थियो, यो ठाउँमा आएर तपाईँको चुनावी प्रतिस्पर्धा गर्नु हुँदैन थियो भन्न चाहन्न। उठ्न पाउनुहुन्छ, तर जनताले छान्ने क्रममा चाहिँ यसै ठाउँको यसै भूगोल जानेको युवा नेता आज म रञ्जित तामाङको सपोर्टर पनि हो, उहाँलाई नै छान्नुपर्छ भन्न चाहन्छु। र विगत बारम्बार टेस्टेड भएर पनि जनतामा निराशा फैलाएकाहरूलाई पनि होइन, यहाँनिर बाहिरबाट आएर जो काठमाडौँ महानगरपालिकाको मेयरको कुरा गर्दै हुनुहुन्छ तपाईँहरूले, उहाँ एकदम 5 वर्षको लागि काठमाडौँ महानगर बनाउने भनेर एकदम त्यहाँका काठमाडौँवासीले उहाँलाई विश्वास गरेर मत दिएको थियो, तर अधुरै छोडेर काठमाडौँलाई लथालिङ्गै छोडेर यहाँ आउनुभएको छ। झापा 5 लथालिङ्ग हुन दिने छैन र यहीँको युवा नेता रञ्जित तामाङलाई हामी सबै मिलेर जिताउनु पर्दछ, किनकि यही भूगोल यही जन्मिएका यही हुर्किएका भोलि फर्केर आउने सक्ने सम्भावना बोकेकै नेतालाई जिताउनु पर्छ भन्न चाहन्छु। हस्, धन्यवाद। हस्, धन्यवाद।